सबैजनामा नमस्कार। तपाईहरुलाई थाहा छ नेपाल राष्ट्र बैंक सहायक निर्देशकमा 4 वटा पेपर हुन्छ। पहिलो पत्रमा एमसीक्यू र 3 वटा रिटेन पढ्नुपर्ने हुन्छ, जसमा म्यानेजमेन्ट, बैंकिङ, इकोनोमिक्स, रिसर्च, फाइनान्स पढ्नुपर्ने हुन्छ। यी सबैलाई कभर अप गर्नका लागि मास्टर डिग्रीको 4 वटा सेमेस्टर वा 2 वटा इयरका सब्जेक्टहरु रहेका छन्। एमए इकोनोमिक्समा सबै पढ्नुपर्ने हुन्छ। यदि तपाई अब खुल्ने नेपाल राष्ट्र बैंक सहायक निर्देशकको तयारी गर्ने सोचमा हुनुहुन्छ भने यही मंसिर 1 गतेबाट सुरु भएको हुन लागेको नयाँ कक्षा जोइन गर्न सक्नुहुनेछ। उक्त कक्षा जोइन गर्दा तपाईले 30% छुट पाउनुहुनेछ, जसको लागि व्हाट्सएपमा मेसेज र फोन कल गरेर कमेन्ट बक्समा आइ एम इन्ट्रेस्टेड लेखेर नम्बरमा कल गरेर कक्षा लिन सक्नुहुनेछ। कक्षा डेली लाइभ क्लास, रेकर्डेड भिडियो, पीडीएफ नोट्स, मोक एक्जाम, फिडब्याक, कपी चेक सबै सुविधा अवेलेबल रहेका छन् र 100% क्लास यसरी नै पढाइनेछ। अन्य कुनै माध्यमबाट पढाइने छैन। बोर्डमा प्योरली सरले फिजिकल वेमा पढे जस्तो तपाई घरमै बसेर पढ्न सक्नुहुनेछ। तपाईलाई डेली होम असाइनमेन्ट दिने, झगझगाउने र पढाउने बिहान र रातिको समयमा सबैभन्दा बढी फोकस भएर पढाइ हुने ठाउँ हो स्मार्ट जिके। र वर्षभरि बिहान 5 बजेदेखि 8 बजेसम्म र बेलुका 6 बजेदेखि 10 बजेसम्म एनआरबी अफिसरको पढाइ हुने गरेको छ। यदि तपाई मास्टर डिग्री पढ्दै हुनुहुन्छ तर 1 वर्षपछि म अब तयारी गर्छु नि भनेर सोच्दै हुनुहुन्छ भने पनि त्यो 2 इयर कोर्स पनि स्मार्ट जिकेमा अवेलेबल छ। यी सबै जानकारी वा कक्षा लिनका लागि व्हाट्सएपमा मेसेज र फोन कल गरेर कमेन्ट बक्समा आई एम इन्ट्रेस्टेड लेखेर बुझ्न सक्नुहुनेछ। यति भन्दै तपाईहरु माझबाट बिदा लिन चाहन्छु। हस्त धन्यवाद।